आज हामी मालेको मालदिप्सको हुलुमाले भन्ने ठाउँमा छौँ है हजुर। यो फेज 2 हो। ल हेर्नुहोस् यहाँको सिटी यस्तो छ। यता हेर्नु र हेर्नु हेर्नु ठाउँ त रमाइलो हो क्या मालदिप्स होइन? रमाइलो ठाउँ छ नि। गुगलमा खोज्ने बेला नमिल्ने देश पनि छ यार यहाँ। यस्तो छ हेर्नुहोस्। कम त फ्रेस भएको थियो है। यहाँ तो बच्चे हमने देखा है। अब कता जाने हो त घुम्न फेरि? फेज 2 बाट दिन के फेज 2 के त्यो फेज 1 तिर? फेज 1 मा समुद्रको किनारतिर पनि जाँदैछौँ हामी। आजको तरकारी छ है हजुर। हेर्नुहोस् गङ्गटो छ आजको तरकारी। अझै पक्रिने भनेर कोसिसमा जारी छ। नाम भनिदिनु पर्यो कि मेरो नाम यस्तो हो। अब हामी फेज 1 तर्फ हानिँदैछौँ। किनभने घर जाने साथीहरू छन् कि आज होइन, त्यही भएर यसो घुमाउँ त भन्ने कुरो भइरहेछ। ठाउँ चाहिँ रमाइलो छ। अलिकति यहाँ यो देशमा एम्बेसी छैन क्या यार, नेपाली एम्बेसी। समस्या त्यहाँनिर छ। पासपोर्ट रिन्यू गर्नलाई पनि नेपालै जानुपर्छ है साथी हो। यस्तो छ यहाँ त। पैसा पठाउनलाई पनि दलाल लाउनुपर्छ। गाह्रो छ नि। ल यसो लाइभ हेर्नु न मामा, पछि फोन गर्दा हुन्छ है। पहिला लाइभ हेर्नुहोस्। वीरेन्द्र सिंह मामालाई मेरो अनुरोध, लाइभ हेर्नुहोस् अनि पछि यसो कल गरौँला है त। चट्ट लाएर लाइभ साइभ हेर्नुहोस् पहिला। यहाँको दृश्य देखाइरहेको छु। ए हाम्रो साथीको आज रोजा खुलाउने भन्छ नि यिनीहरूले। रमजान परेको छ।
त्यही भएर यसो सबै सामूहिक रूपमा बसेर खान्छ। ईद ईद रमडान। अब हामी समुद्रको नजिकै जाँदैछौँ है। समुद्रको दृश्य पनि यसो अवलोकन गर्नु होला। मालदिव चाहिँ यदि नआए पनि यहाँको यसो टुरिज्म एरियाको मेरो गाडी देखाइदिनु। दृश्य चाहिँ हेर्नुहोस्। के छ काका, सन्चै हो? जीवनजी, हामी त घुमफिरमा छौँ आज है। ल है साथीहरू, एसएमएस यसो गर्दै गर्नुहोस्। के चाहिँ यसो हेर्न मन लाग्छ, के चाहिँ पत्तो पर्छ यसो सत्त गर्नु न। यहाँ करस छैन। हामी जेब्रा क्रसबाटै जानुपर्छ है। यहाँको ट्राफिक नियमलाई पनि हामीले उल्लङ्घन गर्नु हुँदैन। आघात गरिहाल्छ। गाडी कहाँ छ त्यहाँ? क्रस पनि छैन कि पुलिसको छेउमा जाम? पुलिसको छेउमा जाम होइन? आउनु, अन्तबाट गए समस्या हुन्छ कि। यति जाम न। ल आउनु आउनु आउनु। यहाँको ट्राफिक नियम एकदमै राम्रो छ है साथी हो। जेब्रा क्रसबाट यदि मान्छे जानु पर्यो भने लाइट बन्द गर्दैन। सत्त गाडी रोकिहाल्छ। हाम्रो त नेपालमा ताल परे मिच्देला होइन। नियम र कानुन नभएको देश भयो हाम्रो। यो एकदमै गरिब देश भए पनि यो देशमा केही छ के त्यस्तो। अब समुद्र साइड जाँदैछौँ, यसो समुद्र बिच साइड भन्छ। ल हेर्नुहोस्, अब समुद्रभन्दा अर्को केही पनि छैन त्यहाँनिर। कोही साथीहरू पुगिसके जस्तो छ। ल उहाँ दाइले आज गङ्गाटा छोपेर समुद्रमा फाल्दै हुनुहुन्छ। ल हाम्रो भाइहरू पनि जानुभयो। ल हेर्नुहोस्, रमाइलो छ नि पुरै समुद्र। भ्याउनु मात्रै म यसो समुद्रमा जाँदैछु। टिकटक लाइभ हो। एकजनाले मात्रै हेरेको रहेछ। आज त मेरै चढै